सो नमस्ते सबैजनालाई आज विजयादशमी है अनि देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई विजयादशमीको हार्दिक मङ्गल शुभकामना र मेरो नेपालमा हुने फ्यामिली दाजुभाइ बुहारी इष्टमित्र नातेदार सबैलाई विजयादशमीको मङ्गलमय शुभकामना र हामी चाहिँ फिलिपिनबाट बोल्दैछु है अनि हामी बिहा भएको चाहिँ 5 वर्ष हुन लाग्यो अनि बिहा भएपछि हामीले दसैँ मनाएकै छैन क्या यो चाहिँ फर्स्ट टाइम हो दसैँ मनाउनु गइरहेको होइन अनि फुचे चाहिँ 9 महिना पुग्यो है अब यसको यो दसैँ चाहिँ फर्स्ट दसैँ हुनेछ अनि किन भन्दाखेरि म चाहिँ अब दसैँ मनाउनु पर्यो भनेर किन सोच्दैछु भन्दाखेरि यसलाई पनि नेपाली फेस्टिभल नेपाली कल्चर वेशभूषाहरू सिकाउनु पर्यो नि त होइन मेरो मिसेसको पनि फर्स्ट टाइम हो दसैँ है Risotto qua, diga che sa non è mi quando हामी चाहिँ यहाँ बार्बिक्यू गर्दैछौँ होइन गुरुङ भएपछि अलिकति के भन्छ बुङ्गुर माछा खान नहुने होइन तर पनि अब बानी परिसक्यो है हल्का है अनि त्यो भएर चाहिँ बुङ्गुरको पुरा मासु चाहिँ बार्बिक्यू गर्दैछु है ग्रिलिङ गर्दैछु सो मेरो भुन्टे चाहिँ दुध खाएर गुड स्लिप हानिरहेको छ है ल है ल टिका है ल हामी चाहिँ टिका लाउनु गइरहेको छु है ओके पर्फेक्ट एन्ड दिस इज ल ल यो फुल यहाँ यतापट्टि हाल्नु यतापट्टि ए मम्मी मनले चिताको पुगो सबैजनालाई है this one okay and this for you Ash this for you yay ल हाम्रो चाहिँ मैले पनि लाउनु पर्छ नि त होइन वेट ग्राटिङ maybe I'll put yeah oh Happy Dasai! ल मेरो छोरा चाहिँ टक्क टिका लगाएको एउटा मात्रै झुलेर बसेछ निन्द्रा लाग्यो आश ए निन्द्रा लागेको ह्याप्पी दसैँ आश ह्याप्पी दसैँ टिका सिका पनि लगायो होइन अब चाहिँ हामी चाहिँ नाना पनि ठ्याक्कै आइपुग्यो अब हामी चाहिँ खाना सुरु गर्छौँ है हुन्छ ह्याप्पी दसैँ Happy Dasai! baby Yummy. अब यसले अब जनवरी 5 मा चाहिँ 1 वर्ष पुग्छ ठ्याक्कै हैन अहिले अब कमिङ 5 सेप्टेम्बर नै परे अक्टोबर 5 मा चाहिँ ठ्याक्कै 9 मा पुग्छ अनि उ चाहिँ पुरा चिल पारेर त्यो मिस रिचल भन्ने छ एउटा हैन कार्टुन भन्नाले त्यो बच्चाहरुलाई एकदम ट्रेन गराउने अनि त्यो ट्रेन मार्फत चाहिँ पढाउने टाइपको के हैन मिस रिचल बच्चाहरुलाई एकदम पर्फेक्ट हो हैन तपाईहरु पनि बच्चाहरु छ भने त्यो मिस रिचल
भन्ने प्रोग्राम चाहिँ देखाउनु होइन स्पिरिचुअलको अनि इजिली तपाईँको इङ्ग्लिसहरू होइन हो त्यस्तोहरू चाहिँ एकदम चाँडै सिक्छ क्या बच्चाहरूले अनि त्यही हेर्दैछ सो खाना खाएर होइन टन्न भयो होला खाना खानु पनि भइसक्यो अलिअलि छ अनि यो चाहिँ हामीले वाइन पनि लिएर आएको थिएँ होइन वाइन अझै स्टक छ है अनि यो चाहिँ खोलेकै छैन यो चाहिँ एकछिन पछि सालहरू म चाहिँ खानेहरू विचार थिएँ होइन भरे बेलुका यो खाने भनेर प्लान गरिरहेको छु हो त्यही हो आज त्यो दसैँ पनि मनाएँ होइन फर्स्ट टाइम इन फिलिपिन्स अनि त्यही हो रमाइलो हो त्यो अब चाहिँ एभ्री इयर होइन फिलिपिन्समा भए पनि जहाँ भए पनि दसैँ चाहिँ मनाउने प्रयास गर्छु होइन गर्नु पनि पर्छ है गर्नेछु थ्याङ्क यू सो मच फर वाचिङ भिडियो